हेलो गाइज नमस्ते वेलकम छ सबैजनालाई शुभ बिहानीको गुड मर्निङ एभ्रिवान सबैजनालाई वेलकम छ। गाइज चितवनको मौसम चाहिँ आज यस्तो शान्त वातावरण एकदम खुल्ला चिसो मौसम भइरहेको छ गाइज। भरेतिर त के हुन्छ थाहा छैन, अहिले चाहिँ यस्तो आनन्द छ शीतल छ गाइजहरूले। हेर्नुहोस्, तपाईँलाई मैले भिडियो मार्फत जानकारी गरिरहेको छु गाइजहरू, सबैले हेर्नुहोस् है एभ्रिवान। गाइज यस्तो छ आज मौसम, यस्तो कुहिरो झरिरहेको छ गाइजलाई। हेर्नुहोस् यहाँतिर खेत सिमल तरुल पनि चाहिँ बेसार लगाइन्छ है। हेर्नुहोस् यस्तो छ। ल हेर्नुहोस् गाइज, धान यस्तो भइरहेछ अहिले गाइज। चितवनको ठाउँमा यस्तो छ, केरा यस्तो छ उब्जनी गर्छ यार गाइज। यहाँका सबै किसानहरूले यस्तो छ है, यही त राम्रो ठाउँ छ नि। कस्तो राम्रो सिन देखिरहेको छ उतातिरको, यस्तो हरियाली धान यस्तो निस्किने बेला भइसक्यो। अगाडि यस्तो दामी छ, धानै धान खेती छ है। यता त केरा र धान छ गाइस। यस्तो बवाल छ नि, हरियाली देखिरहेको छ एकदम। केराको झन् यस्तो दामी छ। ल हेर्नुहोस्, केरा उब्जनी धान उब्जनी कति छ चितवनमा। हेलो गाइस, ल हेर्नुहोस् गाइसहरू, यो भाइरल घर है। म त भाइरल घरमा आइपुगेँ गाइस। ल हेर्नुहोस् यस्तो दामी रहेछ भाइरल। यता चितवनको पदमपुर साइड नभए चितवनमा पर्दछ भाइरल घर। यस्तो दामी रहेछ। यो चाहिँ गाइजहरू, यो चाहिँ भाइरल घरलाई। हेर्नुहोस्, तपाईँहरू आउनु भने आउनुहोस् है घुम्नलाई। यहाँ यस्तो दामी छ भाइरल घर, भाइरल घर रहेछ। हेर्नुहोस् यस्तो दामी छ। हेर्नुभयो गाइजहरू, सबैले हेर्नुहोस् यस्तो छ। यस्तो हरियाली छ। हेर्नुहोस् यो चाहिँ भाइरल घर हो गाइजलाई। हेर्नुहोस् यस्तो दामी छ नि, बुट्टै बुट्टा आएको छ। गाइज हेर्नुहोस् है, अनि राम्रो भ्युज देखेर छु। ठ्याक्कै भाइरल घर यस्तो छ भाइरल घर गाइज। हेर्नुहोस्, हेरेर यसो सपोर्ट गरिदिनु के कस्तो लाग्छ। तपाईँहरू आउनु भएको छैन, आउनुहोस् घुम्नलाई भाइरल घरमा, एकदम बबाल छ। एकदम राम्रो छ, दामी छ नि भाइरल घर। अल्ला हेर्नुहोस् यस्तो दामी छ भाइरल घर गाइज। चितवनको भाइरल घर यो। भाइरल घरको माथि यो चाहिँ उतापट्टि त ग्राउन्डहरू सबै गाइजलाई। हेर्नुहोस् यस्तो रमाइलो छ नि ठाउँ, यस्तो रमाइलो छ, बब्बाल छ ठाउँ। हेर्नुहोस् त गाइज, चितवनको भाइरल घर। हेर्नुहोस् यतापट्टि यस्तो छ, एकदम कस्तो शान्त वातावरण छ नि, आनन्द छ गाइजहरूलाई। चितवनको मौसम आज यस्तो छ गाइजलाई। यो चाहिँ भाइरल घर गाइज, भाइरल घरको भित्र यो यस्तो छ। भित्र बनआउट भइरहेको छ गाइज, यस्तो छ भाइरल घर। यस्तरी बनाइरहेछ गाइज। हेर्नुहोस् यस्तो छ भाइरल घर चाहिँ। अहिले चाहिँ बनाउँदैछ गाइज, पहिले बनाइसक्यो, त्यही पनि यस्तो रेडियोमा गर्दैछ। यस्तो छ गाइज। म त भाइरल घरमा आइपुगेको थिएँ आज। ल हेर्नुहोस्, भाइरल घर टपमा चढ्दैछु, यहाँ तपाईँलाई भिडियो देखाउँदैछु है। भाइरल घर यस्तरी यस्तो छ। तपाईँ आउनुहोस् र होइन भने आउनुहोस् भाइरल घर। म त टपमा आइपुग्ला, टपबाट हेर्नुहोस् यस्तो राम्रो सिन रहेछ। यो भाइरल घरको टपबाट मैले भिडियो बनाएको गाइज।
हेर्नुहोस् यस्तो बवाल छ नि, सबै ठाउँमा देखाएको छ ल गाइज, यस्तो रमाइलो छ। तपाईँहरू आउनुहोस् घुम्नलाई। भाइरल घर चितवन पर्दछ, चितवनको ठाउँमा पर्दछ। आउनुहोस् गाइजहरू घुम्नलाई। अहिले चाहिँ कोही पनि आएको छैन, यहाँ चाहिँ आउनुहुन्छ। अहिले दिउँसोतिर आउनुहुन्छ घुम्नलाई प्रायः छ ल। मैले त्यस्तो रमाइलो दृश्यको अहिले चाहिँ भिडियो बनाएको छु, तपाईँले हेरेर साथ सपोर्ट गरिदिनुहोस्। भाइरल घरको यहाँ कति तलामा, 4 तलामा आएर मैले भिडियो बनाइरहेको छु ल। यस्तो राम्रो सिन छ, यस्तो हरियाली छ, यस्तो वातावरण, शान्त वातावरण छ अहिले चाहिँ। यस्तो मौसम पनि शीतल भइरहेछ। चितवनको यस्तो दामी ठाउँको देखाएर चाहिँ मैले गाइज। बाहिर घर भित्रबाट त मैले यहाँ दृश्यहरू तपाईँलाई देखाउँदैछ, यस्तो यस्तो तरिकाले बनाउँदैछ कि बाहिर घर त यस्तरी बनाउँदैछ, यस्तो बनाउँदैछ गाइज। हेर्नुहोस् बाहिर घर देख्नु पनि गाइजहरू, तपाईँलाई बाहिर घर देखाउँदैछु मैले। अनि यो त पाहाडको दृश्यहरू ल, यो चितवन पदमपुर सायद यस्तरी बनाउँदैछ क्या बाहिर घर त, यस्तो तरिका छ। हेर्नुहोस् गाइज, कस्तो बवाल ठाउँ देखाइरहेको छु। भाइरल घर यस्तरी बनाउँदैछ, भाइरल घरबाट देखाउने दृश्यहरूलाई हेर्नुहोस्, यस्तो दामी छ नि ठाउँ, यस्तो हरियाली छ, यस्तो दामी छ ठाउँहरू। मौसम चिसो छ आज चाहिँ, एकदम बवाल छ। भाइरल घर हो यो चाहिँ, हेर्नुहोस् यस्तो डेकोरेसन गरिरहेको छ भाइरल घर बनाउँदै। तपाईँलाई फुल देखाइरहेको छ भिडियो, सबैजनाले स्किप नगरिकन हेरिदिनु होला है। सबैजना के कस्तो लाग्छ प्रतिक्रिया पनि जनाइदिनुहोस् होला। तपाईँहरू आउनु भएको छैन भने भाइरल घर आउनुहोस्, चितवनमा पर्छ। यस्तो छ, यस्तरी डेकोरेसन गर्दैछ गाइजहरू पहिल्यैदेखि बनाएको है। भाइरल घरबाट देख्ने सिनहरू, यस्तो भ्युजहरू यस्तो दामी छ ल। आउनुहोस् तपाईँहरू भने, आउनु भएको छैन आउनुहोस् घुम्नलाई, बब्बाल छ ठाउँ चाहिँ घुम्नलाई। यस्तो राम्रो दृश्य देखाएर चाहिँ मैले, आउनुहोस् घुम्नलाई, रमाइलो लिनुहोस् गाइज। कस्तो दामी ठाउँ छ, यस्तो बवाल छ। म त हेरेँ है गाइजहरू, हेरेँ तपाईँहरू पनि देखाउँदैछ नि गाइज, हेर्नुहोस् यस्तो छ दामी ठाउँ। हेर्नुहोस् यहाँबाट भाइरल घर, यहाँबाट पनि देखाउँछु म दृश्य तपाईँहरूलाई। हेर्नुहोस् यस्तो बनाउँदैछ भाइरल घरको त, यस्तो डिजाइनले बनाउँदैछ है गाइज। ल हेर्नुहोस्, ल हेर्नुहोस् के कस्तो लाग्छ भाइरल घर, प्रतिक्रिया दिनुहोस् होला। तपाईँहरू आएन भने आउनुहोस्, यस्तो रमाइलो छ ठाउँ, यस्तो वातावरण छ शान्त, यस्तो आनन्द छ। ल हेर्नुहोस् म चाहिँ यहाँ माथि आएर बनाएको थिएँ। ल हेर्नुहोस् यस्तो राम्रो ठाउँ छ। सहर हेर्नुहोस्, सहर यस्तो आनन्द हरियाली भएको छ वातावरण। हेर्नुहोस् शान्त, उतापट्टि कुहिरो लागिरहेको छ, यस्तो धान छ, यस्तो धानले गर्दा यस्तो मौसमै हरियो, यस्तो ठाउँै हरियो। हेर्नुहोस् यस्तो बवाल छ नि, हरियाली छ, ठाउँहरू आनन्द छ, एकदम राम्रो ठाउँ छ नि। हेर्नुहोस् यस्तो वातावरण छ, यस्तो हरियाली छ गाइजहरूलाई। हेर्नुहोस् तपाईँलाई राम्रो देखाइरहेको छु नि मैले, बवाल छ ठाउँ चाहिँ। हेर्नुहोस् यस्तो मिठो छ। म त यहाँ माथि सबैजना टपमा आएर देखाएको तपाईँ, भाइरलहरूको टपमा आएर चाहिँ देखाएको, यस्तो दामी छ नि। हेर्नुहोस् डाँडा पाखा हेर्नुहोस्, उतापट्टि कुहिरो लागिरहेको छ, कुहिरोको ठाउँमा हेर्नुहोस् यस्तो दृश्य देखिरहेछ, कस्तो आनन्द छ नि दृश्यलाई। हेर्नुहोस् यस्तो दामी देखाएर छ। घरहरू हेर्नुहोस् टटक्क कुहिरोले लगाएर डाँडा काँडामा हेर्नुहोस् यस्तो आइरहेछ है। मौसम एकदम क्लियर छ आज चाहिँ, मौसम पनि भ्युज पनि यस्तो, भ्यू पनि यस्तो राम्रो छ नि आज। उतापट्टि कुहिरो लगाएर चाहिँ यता डाँडामा यस्तो दामी छ, हरियाली देखिरहेछ। हेर्नुहोस् बवाल देखेर चाहिँ गाइजलाई। हेर्नुहोस् भाइरल घरबाट मैले त्यो भिडियो बनाएको गाइजहरूलाई। हेर्नुहोस् भित्र त्यहाँ भाइरल घरको भित्र आएर यसरी बनाइन्छ डेकोरेसन चाहिँ, यसरी गर्दैछ गाइज भाइरल घरको चाहिँ। हेर्नुहोस् तपाईँहरू आउनु भएको छैन आउनुहोस् है, भाइरल घरमा भिजिट गर्नुहोस्। यस्तो यस्तो तरिकाले बनाउँदैछ भाइरल घर त, यस्तो दामी छ, सबै आउनुहोस् भिजिट गर्नुलाई, यस्तो बवाल छ ल गाइज। अनि यहाँ बिहाबाट देखाइरहेको छ सिनमा। हेर्नुहोस् आउनु भएको छैन आउनुहोस् घुम्नलाई, यस्तो रमाइलो छ दृश्यहरू, एकदम राम्रो छ, एकदम शान्त वातावरण छ अहिले चाहिँ।
पानी यस्तो मौसम परेको थियो, बेलुका पानी परेको थियो। अहिले चाहिँ यस्तो शान्त छ, चिसो 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 ठिक्क छ मौसम, हरियाली छ एकदम, बस्नु आनन्द यस्तो छ। गर्मी त गर्मी हुन्छ, तर घाम लाग्दाखेरि यस्तो गर्मी हुन्छ। मैले त्यस्तो राम्रो देखाइरहेको छु सिनहरूलाई। आउनुहोस् घुम्नु, आउनु भएन भने आउनुहोस् है घुम्नलाई। गाइड चाहिँ यसरी बनाइदियो, भाइरल गरेको थियो। हेर्नुहोस् यसरी बनाउँदैछ डेकोरेसनलाई। हेर्नुहोस् गाइड एभ्री वान, सबैजना हेर्नुलाई, हेरेर साथ सपोर्ट गरिदिनु होला है, कहिले पनि नभुल्नु होला। हेर्नुहोस् भाइरल घरको टपबाट यस्तो भिडियो बनाउँदैछु गाइड मैले। हेर्नुहोस् यस्तो रमाइलो छ ठाउँ चाहिँ। हेर्नुहोस् यस्तो क्लिन देखाएको छ, सफा देखाएको छ। बस्तीहरू पनि यस्तो रमाइलो छ, हरियाली। यहाँ चाहिँ प्रायः जसो धान खेती, अनि त्यसपछि केरा उब्जनीहरू, किसानहरू एकदम किसान गर्नुहुन्छ यहाँको चाहिँ। यो चाहिँ धान र चाहिँ धानमा, त्यसपछि चाहिँ केरा त एकदम उब्जनी गरिदिन्छ। हेर्नुहोस् यस्तो छ ठाउँ, कस्तो दामी छ नि त, बबाल छ ठाउँ त। हेर्नुहोस् तर दृश्य यस्तो दामी देखाइरहेको छु मैले, हेर्नुलाई एकदम रमाइलो छ। के कस्तो लाग्छ है, एकदम रमाइलो लाग्छ होला नि, मलाई त एकदम रमाइलो लाग्यो। तपाईँहरू पनि यो भिडियो मार्फत हेरेर पनि रमाइलो लिनुहोस्, आनन्द लिनुहोस् है गाइज, बबाल छ नि। हेर्नुहोस् सिनहरू यस्तो भाइरल घरको यस्तो देखाएर, यस्तो फिल्ममा त यस्तो बनाइरहेको छ। यस्तो छ कहाँको भिडियो भन्दाखेरि यो चितवन भाइरल है गाइज। हेर्नुहोस् यस्तो दामी छ। घरहरू उता यस्तो सिनहरू यस्तो दामी छ, यस्तो रमाइलो छ नि ठाउँमा, बबाल छ ठाउँमा। हेर्नुहोस् यस्तो शान्त, आज शीतल पनि छ है। यस्तो छ भाइरल घरबाट यो चाहिँ तपाईँलाई दृश्य देखाउँदैछु। हेर्नुहोस् यो चाहिँ भाइरल घरको टपमा बसेर दृश्य देखाउनु के एभ्री वान, सबैजना हेर्नु है, एकदम कस्तो लाग्छ तपाईँहरूलाई। यस्तो आउनु भएको छैन भने तपाईँहरू पनि यस्तो भिजिट गर्नुहोस् एकचोटि, के कस्तो हुन्छ होला। कुखुराहरू पनि चाहिँ कराएर चाहिँ गाई चाहिँ हेर्नुहोस् यस्तो दामी छ, यस्तो टपमा यस्तो बनाएर चाहिँ भाइरल गरेको एकदम राम्रो लाग्यो मलाई चाहिँ। तपाईँलाई के कस्तो लाग्यो सिन हेर्दा, त्यस्तो दामी छ, हरियाली हेर्दा। उतापट्टि कुहिरो हेर्नुहोस् न, कुहिरोको डाँडा यस्तो लगाइरहेछ, कुहिरोबाट माथि गइरहेछ। यस्तो भाइरल घर त यस्तो छ। यो चाहिँ भाइरल घर हो गाइसलाई हेर्नु, सबैले भाइरल घरबाट हेरेर साथ सपोर्ट गर्दैन होला। तपाईँहरू मैले देखाएर चाहिँ तपाईँहरू दृश्य ल के कस्तो लाग्छ, हजुरले प्रतिक्रियाहरू पनि जनाइदिनु होला, प्रतिक्रिया पनि गर्नु होला। यस्तो रमाइलो ठाउँ छ है, आउनुहोस् घुम्नुलाई। थाहा छैन भने आउनुहोस् है, म घुमाइदिन्छु तपाईँलाई चितवनतिर। यसो कुनै बेला म पनि यसो परेको बेला काम पऱ्यो भने चितवनतिर आयो भने घुमाइदिन्छु। कस्तो आनन्द लाग्यो मलाई त। ठाउँ हेर्दा पनि यस्तो सिनै कस्तो बबाल छ, हरियाली छ ठाउँ होइन। मर्निङ टाइममा यसो मर्निङ वाक गर्दा पनि आउँदा पनि, यसो भाइरल घरतिर आउँदा पनि यस्तो आनन्द हुन्छ नि, यस्तो शान्त वातावरण छ, यस्तो हरियाली बस्ती, यस्तो हरियाली घर, अब यस्तो रमाइलो छ घर। यहाँ आँपहरू हुन्छ, प्रायः जसो आँप, धान, त्यसपछि केरा, यति किसानहरू यति उब्जनी गर्छ चितवनमा चाहिँ। हेर्नुहोस् यस्तो छ, पारीको सिन हेर्नु यस्तो दामी छ, आमामा कति राम्रो छ यस्तो ठाउँ, बबाल छ नि ठाउँ त। आमालाई हेर्नुहोस् दामी छ, बबाल छ ठाउँहरू पनि। ल हेर्नुहोस् है गाइजहरू, सबैले हेरेर साथ सपोर्ट गरिदिनु ल। ओके यस्तो राम्रो छ, तपाईँहरूलाई के कस्तो लाग्छ होइन, सुझाव सल्लाह प्रतिक्रिया अनि कहाँ रहेछ यो भनेर यसो तपाईँहरूले नै मूल्याङ्कन गर्नुहोस्। हो यो ठाउँ त राम्रो रहेछ, हामी पनि घुम्नुपर्छ भनेर आउनुहोस् है घुम्नुलाई। चितवनको पदमपुरमा पर्दछ यो चाहिँ होइन। आउनुहोस् एकदम रमाइलो छ ठाउँ, मलाई त एकदम रमाइलो लाग्यो। तपाईँहरू पनि आउनुहोस्, घुम्नुहोस्, भिजिट गर्नुहोस्। यस्तो डेकोरेसनले बनाइरहेछ, यस्तो डेकोरेसन रहेछ, तलदेखि यस्तो डेकोरेसन छ, यता भित्र यस्तो छ, यस्तरी बनाउँदैछ यो त गाइज। यस्तो दामी छ हेर्नुहोस्, यस्तो बवाल छ। हेर्नुहोस् गाइजलाई हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न पनि चाहन्छु। र यसै गरी तपाईँहरूलाई फेरि राम्रा ठाउँहरूको यस्तो दृश्यहरू, भ्यूहरू पनि देखाउँछु नि गाइजहरू। तर सबैजना न्यू साथीहरू आउनु भएको छ भने यसो भिडियो हेरेर सपोर्ट गरिदिनु होला सबैजनाले। न्यू साथीहरू छ भने यसो भिडियो मार्फत पनि जोइन गरेर मलाई साथी पनि बनाउन सक्नुहुन्छ है। एभ्री वान सबैजना साथी पनि बनाउनुहोस्, न्यू साथीहरू भन्न चाहन्छु।
गाइज सबैजनाले हेरेर एकअर्कामा सपोर्ट पनि गर्दै अगाडि बढ्दै जानुपर्छ, हातेमालो गर्दै भन्न चाहन्छु। र यसै मार्फत तपाईँहरूलाई यो भिडियो मार्फत तपाईँहरू आउनु भएको छैन, यो भिडियो मार्फत हेरेर पनि तपाईँहरूलाई के कस्तो लाग्छ, सल्लाह सुझाव प्रतिक्रियाहरू पनि जनाइदिनु होला भन्ने पूर्ण आशा र मलाई पनि आशा छ। तपाईँहरू पनि एकअर्कामा सबैजना हातेमालो गर्दै अगाडि बढ्न चाहन्छु भने सबैजनालाई शुभ बिहानी र वेलकम सुशील भ्लगलाई पनि सुशील भ्लगमा पनि आउनु होला भन्दै अहिलेको लागि चाहिँ अब म यहाँ पदमपुरको यो भाइरल घरबाट तपाईँहरूलाई यो दृश्य देखाउँदै थिएँ। यस मार्फत तपाईँहरूलाई कस्तो लाग्यो र प्रतिक्रिया दिनुहोला भन्न चाहन्छु। र म फेरि नेक्स्ट भिडियो लिएर आउने बाचा गर्दै अहिलेको लागि चाहिँ ओके, टेक केयर, बाई बाई भन्न चाहन्छु। शुभ दिन।